हेलो साथीहो नमस्कार। म अब नेसेलुङ जानुको लागि सामान लाउँदैछु है। हिँड्ने बेला हुनु लाग्यो। अब गएर यसो यो राउतेहरूसँग यसो मिल्यो भने फोटो खिचेर ल्याउनु पर्ला हैन। हेरिदिनु होला, आइदिनु होला। अझै 6-7 दिन लाग्छ। जाँदैछौँ हामी। सक्यो होला हैन। हामी चाहिँ जाँदैछौँ। भरे नमस्कार नमस्कार। ल हामी बजार नेसेलुङ हैन राउटेहरू हेर्नको लागि आएको साथीहरूसँग। ओके ओके। आज सुटिङ पनि होला नि लुङ्गामारको हो कि? आज हामी यसो हैन राउटे मेला हेर्नलाई तम तयार। ल आज साफी आएर म पङ्रो लुङ्गामा से। ओके खाइहाल्नु न दिदी, पक्कीमा खाइहाल्नु न। खोइ त विद्यालयमा आएको छैन त खाना। त्यो त खाना उताबाट गरेको सबै निस्किन्छ। निना लुङ्गा के हो आज विरक्त लाग्यो जस्तो छ। हजुर हजुर सेवाहरू धमाधम छ नि। आज राउटे मेलामा कस्तो तम तयार भएर यहाँ राउटेसँग धान मेला। लोकल कुखुरा बाफरे। खाइसक्यो खाना साना चाहिँ खानु हुँदैछ। साथीहरू चाहिँ खाइसक्यो। म चाहिँ खाइसकेँ है। खानु हुँदैछ। अब नेसेलुङ पार्क आइपुग्यो। अब भित्रतिर रमाइलो गर्ने रमाइलो गर्ने राउटे मेलामा राउटे मेला लागिरहेको छ। राउटे मेला ल कान्छा आमा दाजु महिला चाहिँ फोटो खिच्छ, कान्छा चाहिँ हिँडेको अन्त अब त्यताबाट त जानु भएन नि त। अन्त ल म चाहिँ टिकट काटेँ आज। म चाहिँ अब भित्र पस्नु लागेको टिकट काटेर यहाँ साथीहरू चाहिँ सबैको टिकट गरेँ। टिकट काटेर हामी जानु आँटेको ल टिकट लिएर आउनुहोस्। जति पनि आउनुहुन्छ ल नमस्कार। अब हामी टोली नै अब घर फर्किने बेला भयो होइन। लास्टे भयो। हामी निस्किँदै अब घरतिर लाग्ने बाटोतिर अब तर्साउनेतिर लाग्न आँट्यौँ हामी। ल अब यहाँबाट छुट्टिने बेला भयो सबैजनासँग। ल उल्टी घरको यो राम्रो हामी अब घरतिर लागेको। गेटबाट बाहिर निस्किसक्यौँ होइन। ऊ सबै साथीहरू तल जाँदैछौँ होइन। ल सबैलाई नेसेलुङलाई बाई भनेर चाहिँ नि लागेको। यो नेसेलुङ पार्क गएर आएको। बाटो अलिक अप्ठ्यारै छ। ल
अब घर पुगेपछि आउँछ। सबैजनाले के अरे कमेन्ट गरिदिनु होला मिस्टेक भएको ठाउँमा है। अनि सब्सक्राइब गर्न नभुल्नु होला ल।